हामीसँग स्टकमा सामान पनि आइसक्यो। यहाँ हेर्नुहोस्, तपाईहरुलाई चाहियो भने पाट पूर्जाहरू आउनु छिटो छिटो 9811 2652 मा सम्पर्क गरेर अनि पाथिभरा सोरुमलाई एकचोटि सम्झेर आउनु। सेवा गर्ने मौका पनि तपाई पनि दिनुस्। यहाँ चाहिँ पाट पूर्जाहरू, ई रिक्सा अनि लोडर, लिथियम ब्याट्री सबै प्रकारको ई रिक्साको पाट पूर्जा पाइन्छ। यहाँ एकचोटि सेवा गर्ने मौका तपाईहरुले दिनुस्। यहाँ हेर्नुस्, टन्नै छ ब्रेक सु हामीसँग सबै स्टकमा छ। ई रिक्साको पाट पूर्जाहरू यहाँ तारहरू पनि हेर्नुस्, अहिले लोडरको ठुलो सपोर्टवाला मोटरको सबै छ। सानी मोटरको पनि छ स्टकमा। यहाँ लिथियम ब्याट्री हेर्नुस्, यहाँ लिथियम ब्याट्री पनि स्टकमा हामीसँग छ। आउनु छिटो छिटो तपाईहरु। यहाँ हेर्नुस् एक्सलहरू तल, यहाँ एक्सिलेटर, यहाँ बेयरिङ, क्रस बेयरिङ, गेयर आरीहरू, यहाँ चार्जर सबै हामीसँग स्टकमा छ। तपाईहरुलाई चाहियो भने आउनु। हेलो गाइज, नमस्ते। आज म फेरि तपाईहरुको लागि नयाँ भिडियो लिएर आइसकेको छु। यहाँ हेर्नुस्, हामीसँग पाटपूर्जाहरू सिधै थियो, तर अहिले फेरि आयो कन्टेनर भइरहेछ। कन्टेनरबाट यहाँ एक कन्टेनर आएछ। यहाँ टायरहरू, यहाँ पाथिभरा यहाँ सबैतिर खाली नै छ। यहाँ सबै खाली छ। यहाँ चाहिँ अब स्टकमा माल आइसकेको छ। यहाँ रिक्साहरूको गाडीहरू यहाँ हेर्नुहोस्, यहाँ पहिरै अहिले फलेको छ। यहाँ हेर्नुहोस्, अर्को कलरमा ठुलो सानो सबै आइसकेको छ। यहाँ दामी कलरमा तपाईहरुलाई चाहियो भने 9811 2652 मा सम्पर्क गरेर आउन सक्नुहुन्छ। यहाँ हेर्नुस्, यो कन्टेनरमै आएको छ। 20 वटा आयो। तपाईहरु आएर बुक गर्नुस् आफ्नो ई रिक्सा, किनकि यहाँ छिटो छिटो बिकिरहेछ। यहाँ हेर्नुस्, यसो मोडलमा पनि आइसकेको छ। यो ओल्ड मोडल हो, अहिले न्यू मोडलमा आएको छ। तपाईहरुले चाहियो भने आउनु छिटो छिटो। यहाँ पाट पूर्जाहरू भरिरहेछ। लिथियम ब्याट्री, लिड एसिड ब्याट्री सबै स्टकमा आइसकेको छ। यहाँ मान्छेहरू भइरहेछन्। के चिज छ, यो कन्टेनर हो। यहाँ गाडी नम्बर पनि छ। यो हेर्नुस्, तपाईहरुलाई सबै प्रकारको सुविधाहरू छ। यहाँ एसेम्बल पनि गरिन्छ रिक्सा अनि मरम्मत पनि गरिन्छ। त्यहाँ चिजहरू भित्र छ। म तपाईहरुलाई यहाँ टायरहरू, यहाँ भित्र हेर्नुस्, यहाँ अर्को चेचिस, यहाँ चेचिस आइसकेको छ। बाहिर चेचिस, ब्याट्रीहरू स्टकमा आइसक्यो। यहाँ हेर्नुस्, ब्याट्री बडीहरूको अगाडिको सिसाको भागहरू यहाँ स्टकमा भइसक्यो। हामीसँग सिद्धिसकेको थियो। यहाँ टायरहरू हेर्नुस्, अहिले स्टकमा सबै आइसक्यो। तपाईहरुलाई चाहियो भने 9811 2652 मा सम्पर्क गरेर आउन सक्नुहुन्छ। यहाँभित्र भरिसक्यो। यहाँ सिटहरू हेर्नुस्, सबै सिटी रिक्साको पाट पूर्जाहरू अनि सिटी रिक्सा सम्हाल गर्ने सामानहरू सबै आइसकेको छ। आउनु छिटो छिटो तपाईहरु। यहाँ हेर्नुस्, बडीको पूर्जाहरू, यहाँ रडहरू, ट्रीहरू हेर्नुस्, यहाँ स्टकमा छ। ड्रम प्लेट, स्टपर सबै छ हामीसँग स्टकमा। अहिले आएको, आज बल्ल कन्टेनरमा मैले हेराइदिएको कन्टेनरमा आएको यो पाट पूर्जाहरू। यहाँ पट्टाहरू, यहाँ पाथिभरा सिटमा लेखेको सिटहरू पनि सबै एसेम्बल गर्ने ठाउँ। यहाँ स्प्रिङहरू, यो एसेम्बल गर्ने हो। अहिले एसेम्बल गरेपछि मात्रै पनि भिडियो देखाउँछु तपाईहरुलाई। यो सबै सिटहरू हेर्नु, माथिसम्म सबै स्टकमा माथि। यहाँ नि चेचिसहरू, सानो ई रिक्साको चेचिसहरू 3-4 कलरमा आइसकेको छ। यहाँ लाल कलरमा, सुग्गा कलरमा, नीलो कलरमा, 3-4 कलरमा सानो गाडी चाहिँ आइसकेको छ स्टकमा। आउनु, तपाईहरुलाई चाहियो भने 9811 2652 मा सम्पर्क गरेर आउन सक्नुहुन्छ। अब यहाँ लिड एसिड ब्याट्रीहरू, यहाँ हेर्नुस्,
अर्को खाली आइसकेको छ 200 एम्पियर इन्डियन ब्याट्री चाहिँ मस्ट कम्पनीको क्युब भोट लिड एसिड ब्याट्री चाहिँ अर्को कम्पनीको आइसकेको छ रिक्साको लागि मात्रै हो क्युब भोल्टेज ब्याट्री आइसक्यो 200 एम्पियरमा लिड एसिड ब्याट्री चाहिँ एकचोटि चार्ज गरेपछि चाहिँ 150 किलोमिटर चल्ने ब्याट्री अनि वेटमा 40 केजी अनि चार्ज गर्नमा 8 देखि 10 घन्टा लाग्छ फुल चार्जमा हुनलाई। यहाँ सबै पाठपूजाहरू यहाँ ब्याट्री चाहिँ एकदम राम्रो क्वालिटीको 200 एम्पियर धेरै पावरफुल ब्याट्री आएको इन्डियन कम्पनी यहाँ इन्डियाबाट आएको बल्ल अहिले कन्टेनरमा झरिरहेको छ। यो कसै कम्पनीमा आएको छैन, अहिले 5 चोटि यहाँ आएको। यहाँ तपाईहरुलाई चाहियो भने ब्याट्री लिड एसिड ब्याट्री राम्रो क्वालिटीको त 98 2652 मा सम्पर्क गरेर आउन सक्नुहुन्छ तपाईहरु। यहाँ हेर्नुस् एकदम राम्रो क्वालिटीको लिड एसिड ब्याट्री यहाँ त्यो पहिला भन्दा अलि फरक छ। त्यो 180 एम्पियर को चाइनिज ब्याट्री आएको थियो, त्यो यहाँ हेर्नुस् यो चाइनिज ब्याट्री थियो। अहिले चाहिँ इन्डियन कम्पनीको 200 एम्पियर को आइसकेको छ हाम्रो कम्पनीमा पाथिभरा सोरुम भैरवमा। तपाईहरुलाई चाहियो भने 98 26 मा सम्पर्क गरेर आउन सक्नुहुन्छ। यहाँ धेरै झरिरहेछ कन्टेनरबाट चाहिँ मान्छेहरु बोकी झरिरहेछन्, एक जना एउटा गरी यहाँ कन्टेनरबाट झरिरहेछ। यहाँ हेर्नुस् डिफरेन्शियल अहिले झरिरहेछ। अर्को चोटि अहिले भित्रै छ कन्टेनरमा, यो डिफरेन्शियल मात्रै झरिरहेछन्। यहाँ हेर्नुस् रिक्साको चेचिसहरु भित्र छ अहिले, यहाँ भित्रबाट झार्ने हो। यहाँ झरिरहेछ। यहाँ हेर्नुस् गाडी नम्बर, यहाँ रिक्साको चाहिने माल चाहिँ टायरहरु, यहाँ रिक्साको सबै पार्टहरु भित्र छ, झरिरहेछ। यहाँ बाहिर पनि छाडेर राखिदिनु भएको। यहाँ डिफरेन्शियलहरु यहाँ भित्र राख्नु भएको। यहाँ सिटी रिक्साको लागि डिफरेन्शियल 5 ब्याट्री वालाको मात्रै हो यो। यहाँ लोडरको यो ठुलो वाला डिफरेन्शियल यहाँ ढाकेर राखेको छ। यहाँ